आज चाहिँ मैले कुनै रोगको बारेमा भन्दा पनि एउटा सानो कुरा तर यसले हामीलाई ठुलो समस्याबाट जोगाउन सक्ने त्यसको बारेमा चाहिँ केही भन्न चाहन्छु। नमस्कार, म फिजिसियन डाक्टर धीरज ताम्राकार र यो प्रसङ्ग हो हामीले हामीसँग भएको रोगहरूको उपचारहरू गरिरहेका हुन्छौँ विभिन्न अस्पतालबाट, विभिन्न चिकित्सकहरूबाट र यो रोगहरूको औषधिहरू पनि हामीले कुनै दीर्घकालीन औषधिहरू पनि खाइरहेका हुन्छौँ दीर्घकालीन रोगहरूको लागि। र मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामीलाई कुनै पनि बेलामा चाहिँ कुनै समस्या भएको बेलामा अथवा रोगको फलोअप गर्दाखेरि होस् अथवा कुनै पनि बेलामा चाहिँ सल्लाह लिनलाई चिकित्सक कहाँ पुग्दाखेरि चाहिँ हामीले अनिवार्य रूपमा चाहिँ पुरानो पूर्जाहरू अथवा औषधिहरू चाहिँ अनिवार्य रूपमा बोकेर लैजाने चाहिँ हामीले बानी बसालौँ। किन भन्दाखेरि चाहिँ अहिले बिमा अस्पतालहरूमा बिमा अस्पतालहरूमा चाहिँ यो समस्या देखिरहेको छ कि कतिपयले बिरामीहरूले चाहिँ यो पूर्जाहरू अथवा औषधिहरू लिएर आउनुहुन्न र यसले गर्दाखेरि चाहिँ के हुनसक्छ भन्दाखेरि हामीले खाइरहेको दीर्घकालीन रोगहरूको औषधिहरू नियमित खानुपर्ने औषधिहरू छुट्न सक्छ र कतिपय छुटेको अवस्था पनि देखिएको छ। त्यसैले मैले चाहिँ यो भिडियो चाहिँ उहाँहरूलाई सचेत गराउनलाई चाहिँ हामीले जहिले पनि बानी चाहिँ के बसालौँ भन्दाखेरि हामीले आफ्नो रोगहरूको खाइरहेको औषधि अथवा पूर्जा चाहिँ अनिवार्य रूपमा चाहिँ लिएर आफ्नो चिकित्सकलाई देखाउने बानी बसालौँ। हस्।